तपाईँ यहाँ आएदेखि नै अलिकति मन व्याकुल भए जस्तो लागेको थियो। त्यसपछि त्यहाँ के बाख्रा साख्रा देख्ने भन्ने कुरा भयो। तपाईँ के चाहिँ देख्नुभयो बाख्रा त्यहाँ भन्नु त कस्तो देख्नु भएको थियो बाख्राहरू? यहाँ सर्वप्रथम पुग्ने बेला मलाई कस्तो कस्तो अनकन्टा ठाउँ लाग्यो। हजुर एकातिर झरना छ, अर्कोतिर त्यसको तलतिर शिवजीको लिङ्ग पनि बनाइएको छ। अनि यहाँ विभिन्न प्रकारका बाख्राका हत्या हुने हुनाले मैले त्यो जो बाख्रो देख्नु लागेको थियो काठोमा हिँड्दै थिएँ त्यो बेलामा। अध्यक्षजीलाई म देखाउन गएँ त म लडिहालेँ। कसरी लडेँ त्यो पनि थाहा भएन। लडेर मैले तल खस्नुपर्ने, तल खसेन। त्यति सानो पेटीमा म कसरी अड्केँ, चस्मा कसरी फुट्यो, मोबाइल कसरी फुट्यो। अनि त्यहाँ त्यो बाख्रो अझै पनि जब सलाई मैले देखाएँ त्यो त्यहीँ छ। त्यो साँच्चीकै बाख्रो थियो कि सर त्यो केही अरू चिज थियो? तपाईँ कन्फर्म बाख्रो नै हो त्यो? बाख्रै जस्तो छ। चार खुट्टे हो? हजुर, चार खुट्टे नै थियो? 4 खुट्टे छ। कलर कालो थियो कस्तो थियो? कालो सेतो कस्तो थियो होला? आधा सेतो छ, आधा कालो छ। हजुर अनि त्यहाँनिर नयाँ कोही घर छ। बाख्रा भएपछि अरू एक दुई बाख्रा अरू हुनुपर्ने। तपाईँलाई के लाग्छ त्यो बाख्राकै प्रभावले गर्दा तपाईँ झर्नु भयो, लड्नु भयो, चोट लाग्यो, त्यसमा फुट्यो भन्ने लाग्छ? मलाई के लागेको छ भने हामीले एकदम सतर्क भएर एकदम ध्यानपूर्वक हिँड्नु पर्ने रहेछ यस्तो बाटोमा। त्यो हेरेका छौँ हामी बाख्रालाई, अनि बाटोमा हिँड्दैछौँ। आफ्नो लापरवाही हो, कसैको गल्ती पनि होइन। अनि त्यो त लापरवाही ठिक छ कि। अनि त्यो बाख्रो चाहिँ अलिकति भने नि त्यतिखेर देखिने त्यतिखेर हराउने भनेपछि त त्यहाँ किन रहेछ भन्ने त बुझ्नु पऱ्यो नि त हामीले। अब त्यही भगवान्को रूप हो भन्ने कुरा भन्दै थियौँ। अब त्यो जग्गा सरको त्यसमा के प्रतिक्रिया? जग्गाले पनि देख्नुभयो बाख्रो? सायद बाख्रै हो कि केही अरू चिज हो त्यसमा? एकतर्फ चाहिँ खुसी पनि छ, एकतर्फ हामी दुःखी पनि छ। दुःखी यसो सोच्छौँ कि उहाँलाई चोट लाग्यो, अल्छी चस्मा टुट्यो। हजुर तर वास्तवमा चाहिँ त्यो बाख्रो हो या अन्य नै हजुरले त्यो बाख्रो देख्नुभयो कि भएन भन्ने मात्रै भयो मेरो प्रश्न। देखेँ अनि हरायो पनि? हरायो भने हरायो भने होइन, जाप जाप भयो, अझै पनि जाप जाप भयो होइन? हजुर भगवान हनुमानको चाहिँ भक्त भए नै हजुरले त्यो एकछिन त्यो नुहाउने बेलामा जग्गा सर त्यो नुहाउने बेलामा हजुरले त्यहाँ माथि गएर शिवलिङ्गमा ढोकेर पनि आउनुभयो होइन? त्यो 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 फिलिङ र बाख्रो देखेपछि त्यो हराउने फिलिङ कस्तो हुन्छ त्यहाँ? के भयो मतलब? त्यो चाहिँ शिवलिङ्ग देख्दाखेरि मैले साक्षात भगवान रहेछन्, शिवलिङ्ग रहेछन् भन्ने चाहिँ बाख्रो देख्दाखेरि के हो यो छल, चाहिँ यो चाहिँ अहिले पनि हेर्नु नि, भाइले त देखे छैन तर म चाहिँ टोला आएका छु। बाख्रो छ नै नै अन्य चिज हो, तपाईँलाई के लाग्छ बाख्रै हो कि त्यो अन्य चिज कुनै दैविक प्रकोप दैविक त्यो यस्तो शक्ति के छ? हुनसक्छ होइन, पक्का पनि। अचम्मको कुरा के भयो भने झाप्प देखिने झाप्प हराउने फेरि त्यो पनि त्यस्तो खालको होइन? त्यति मात्र होइन, त्यति मात्र होइन, फेरि उसले के देखेको थाहा छ? त्यहाँ माथि दुईटा फेरि चाहिँ वन मान्छे जस्तो अनि हाम्रो बिचको अध्यक्षज्यू पनि के भन्न चाहनुहुन्छ? हनुमान नभए भए आज साँच्चै भन्यो भने उहाँलाई दुर्घटना हुन्थ्यो होइन? दुर्घटना हुन्थ्यो, धेरै ठुलो घटना हुन्थ्यो। हाम्रो अध्यक्षजी पनि बिचमा बसेर मुस्कुराउँदै हुनुहुन्छ बिच बिचमा गएर। अध्यक्षजीले पनि त्यो बाख्रा देख्न अवसर पनि पाउनु भएन, तर त्यहाँ के के त्यहाँ भन्नु? हजुर हजुर भन्नुहोस्। राम्रो लाग्यो होइन? तपाईँलाई के लाग्यो त्यो बाख्रै हो कि त्यो के अरू चिज जस्तो लाग्यो, शक्ति जस्तो लाग्यो तपाईँलाई? एकछिन त्यो लक्ष्मीको अनुहार हेरेर भनिदिनुहोस् त कस्तो लाग्यो अनुहारमा? त्यस्तो होइन? तपाईँलाई के लाग्छ लक्ष्मी सर चाहिँ नर्मल जस्तो लागेको छ कि के त्यस्तो अलिक फरक परेको जस्तो देखाएको छ? फरक परेको जस्तो देखाएको छ नि? अनि त्यो त्यो बाख्रो देखेपछि जगसको पनि अलिकति व्यवहार बदले जस्तो लाग्यो होइन? ल धन्यवाद ल।